ल साथीहरु म चाहिँ कुखुराको खोर वरिपरिको झार सफा गर्दैछु। बर्खामा एक त त्यतिकै पनि झारपात बढी नै हाल्छ, त्यसमध्येमा पनि कुखुराको सुलीले गर्दाखेरि हेर्नु न यस्तो छ है। काम गर्दैछु आज म वरिपरि कुखुराको खोर सरसफाइ गर्नु पर्यो। ल साथीहरु यो चाहिँ यतातिर खोरको ढोकाको भाग हो। बर्खामा अलिक दिन खोरलाई चाहिँ रेस्ट दिएको औषधिहरू हालेर एकदमै है झारहरू बलाएर यस्तो सरसफाइ गर्दैछु। ल कुखुराको खोर चाहिँ सरसफाइ गरेर चिटिक्क बनाइयो। यो पल्लो साइड यो भाग त्यस्तै गरेर यो भाग अनि त्यस्तै गरेर यतातिरको पनि भाग, छेउको भाग, यो भाग अनि यो भाग पनि चट्ट बनाइयो। यता तरकारीहरू छन्।